यस प्रकाश छेत्री ब्लगमा स्वागत छ। हामी आज नगरकोट भक्तपुरको नगरकोटमा गएर रमणीय दृश्यहरू देखाउन गइरहेका छौँ। अन्तिमसम्म हेरेर मनोरञ्जन लिनुहुनेछ भन्ने आशा लिएको छु। र यात्रा भक्तपुरको राधी राधीबाट यसरी सुरु हुन्छ। युवराज आदित्य र भाग्य 4 जना बिस्तारै हामी नगरकोटतर्फ लाग्यौँ। बिस्तारै भक्तपुर र काठमाडौँ भ्याली बिस्तारै छोड्दै हामी उकालोतर्फ लाग्यौँ। माथि धेरै कोलाहल त्यो भिडभाड सहरभन्दा हामी हिमालतर्फ लागेका थियौँ। त्यहाँ एकदम रमाइलो चिसो हावा र आनन्द मन परेको थियो। यहाँ हिमाली भेगमा पाइने विभिन्न किसिमका रुखहरू, गोब्रेसल्लो, बाँच र्याच जस्ता रुखहरू देखिरहेका थिए र यसैमा लाली गुराँस पनि देख्यौँ हामीले। रमाइलो महसुस भयो। नगरकोट सुन्दर नगरकोट नगरकोट पुग्नै लाग्दा एकदम मन उमङ्ग भएको थियो। अब केही छिन पर्खिनुहोस्, अब नगरकोट देखाउने छौँ। फाइनली गाइज हामी नगरकोट पुगिसकेका छौँ। यहाँनिर पिकनिकको रमाइलो मनोरञ्जन गरिरहेका छन्। फाइनली नगरकोट पुगिसकेका छौँ। हेर्नुहोस् पाहाड दृश्यमा देखाइएको नगरकोट हो यो। नगरकोटबाट देखिने दृश्य नगरकोटमा हामी पुगिसकेका छौँ। हेलो सम्पूर्णमा स्वागत छ। हामी अहिले नगरकोट पुगिसकेका छौँ। यहाँनिर हामी 4 जना दृश्यमा छौँ। नगरकोट सुन्दर नगरकोटमा सुन्दर नगरकोट पुगेर रमाइलो फिल गर्दै केही बेर हामीले फोटोसुटहरू गऱ्यौँ। धेरै फोटोहरू खिच्यौँ र भिडियोहरू पनि बनायौँ। यहाँनिर फोटो खिच्दै आनन्दमय एकदम स्वर्ग, नेपालको स्वर्गको टुक्रा पुगेको जस्तो महसुस भयो। यो हाम्रो नेपालकै सुन्दर स्वर्गको टुक्रा भन्दा पनि फरक नपर्ने नगरकोट भक्तपुर जिल्लामा अवस्थित रहेको छ। नगरकोटबाट देखिने यो दृश्यहरू हामीले देखाइरहेका छौँ। एकदमै रमाइलो छ। तपाईँहरू पनि जानुहोला। धन्यवाद। यस्तो रमणीय ठाउँ छोड्नै मन थिएन, तर हामी त्यहाँदेखि रमाइलो गर्दै फेरि बाध्यताले फर्कियौँ यता काठमाडौँतर्फ। हामी काठमाडौँतर्फ फर्किँदैछौँ। त्यसपछि हामी बाटोमा रमाउँदै हल्ला गर्दै 4 जना अगाडि पछाडि गर्दै सरल काठमाडौँ पुग्यौँ। र तपाईँहरूलाई पनि नगरकोट कस्तो लाग्यो कमेन्ट, लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। धन्यवाद। नमस्कार।